है दार्जिलिङ बीकिपिङमा तपाईहरुलाई स्वागत छ। फेरि आज एउटा नयाँ सानो भिडियो लिएर आएको छु तपाईहरुको सामु। यहाँ देख्नु हुँदैछ तपाईहरुले है, यो त तपाईहरुलाई थाहै छ, लास्ट टाइम पनि मैले यहाँबाट मौरी लगेको थिएँ। यो चाहिँ के भएको थियो भन्दाखेरि मैले योभन्दा अगाडि यसलाई मजाले लिपलाप गरेर बनाएको थिएँ। केही बदमाशहरुले भनौं है, अब रोडमा छ नि त, मेन रोडमा छ यहाँनिर है। यहाँनिर राति आउनेहरुले यो बाङबुङ बनाइदिएको थियो मेरो हैन। र यो बर्खामा एकदमै खतम भएको थियो, यो उयो भएर पानीहरु पसेर है, एकदम यहाँ मैलाहरु भएर। सो मैले चाहिँ आज चाहिँ फेरि यहाँ हल्का फुल्का एउटा काठ मात्रै ठोकिरहेको थिएँ। अस्ति चाहिँ मैले एमर्जेन्सीमा यसो आएर कतै बसिहाल्छ कि मौरी भनेर, मतलब एउटा नर्मल्ली एउटा पुरानो काठ यहाँ ठोकिरहेको थिएँ। सो आज चाहिँ फेरि यसलाई मजाले लिपलाप गरेर, मजाले काठ लगाएर लिपलाप है, गोबर माटोले मजाले लिपलाप बनाएर रेडी बनाइरहेको छु साथीहरु है। यहाँ एन्टरेन्स यो अलिक सुक्नुपर्छ, सुकेपछि चाहिँ यसमा म हनी सनी दलेर एकदम है पुरानो कोमहरु डढाएर यहाँ रेडी बनाउँछु है। सो यसरी बनाइरहेको छु साथीहरु, र तपाईहरुले है यसको प्रतीक्षामा बस्नुहोस् होला। यसमा कतिको मौरी आउँदा रहेछ आउँदैन रहेछ म तपाईहरुलाई सेकेन्ड पार्टमा म देखाउने छु। मर्निङ दा। र यहाँ छ है लु साथीभाइहरु हो, लु यतिको चाहिँ बनाइरहेको छु, यो छोटो इन्फर्मेसन तपाईहरुलाई। र यहाँ चाहिँ एभ्री इयर मौरी आउँछ नि त है। यो एकदम यस्तो भिरालो जग्गा छ यहाँ तल, तपाईले हेर्न सक्नुहुन्छ। हेर्नुस् भिरालो यो डाँडामा छ है, यो दुईटा रुख छ। यो दुईटा रुखमा चाहिँ यहाँनिर मौरी एभ्री इयर आउँछ। सो मैले अलिकति मेरोमा थियो वेक्स, त्यो डढाइ पनि राखिदिएको छु। यो मुनिबाट पनि पल छ नि त, डढाइ राखिदिएको छु। अब यसलाई मार्नुपर्ने हुन्छ है। यसरी गन्ध चाहिँ यसरी हामीले यहाँ बनाइराखिदिनु पर्ने हुन्छ नि त। यसरी गन्ध बनाइरहेको छौँ भने चाहिँ यसको गन्धले गर्दाखेरि चाहिँ मौरी आउँछ यो पलहरुतिर। एन्टरेन्स यहाँ पनि एउटा राखिदिएको छु मैले है। अब यसरी खोज्दै मौरी चाहिँ यसरी यहाँबाट खोज्दै कि यहाँबाट छिर्छ कि चाहिँ यहाँबाट छिर्छ हैन। भित्र पनि मैले यसरी नै कोमहरु डढाएर चाहिँ पुरा स्मेल आउने बनाइदिएको छु मौरीको हो। सो हेरौँ है, किप वाचिङ द भिडियो गाइस है। अब कस्तो हुँदो रहेछ यसको अपडेट म तपाईलाई सेकेन्ड भिडियोमा अवश्य दिनेछु।